हो नि अहिलेसम्म त स्टिल अहिलेसम्म त यङै हो भन्नु पर्यो नि होइन काम छैन कान्छीलाई घर बसेर फ्रस्ट्रेसन भएर डिप्रेसन हुनु हुँदैन है ल आउनु है पल पल जिउनु पर्छ कतिखेर के हुन्छ थाहा छैन ल कस्तो फिलिङ भइरहेको छ हाम्रो म्यामहरुलाई तपाईलाई कस्तो छ त कस्तो राम्रो हेर्नु यहाँ झरेको त खोला यति राम्रो जंगल वाउ वाउ भन्नु पर्ला हजुर हो बर अहिले लास्टमा हामी फुल खिच्नु पर्छ ल पक्नुस् के टिकटक हो कस्तो राम्रो क्या आज मौसमले पनि साथ दिएको है हो नि मौसमको बुढीलाई नै ल्याएर आएपछि साथ नदिएर हुन्छ त भन्नु पर्यो नि हैन मौसमको बुढीलाई उठाएर ल्याएपछि मौसमको वाइफलाई हजुर उठाउनु त फर्स्ट टाइम आउने को हुनुहुन्छ गाइजहरू हात उठाउनु खोइ त दुईजना पहिल्यै हो आएको छैन त हल्ली चल्ली यो ठाउँमा फर्स्ट टाइम आउने को हुनुहुन्छ ल म पनि हो है म पनि फर्स्ट टाइम हो यो एरियामा चाहिँ माथि चाहिँ गएको कस्तो राम्रो ठाउँ साथीहरू तपाईहरु आउनु भएको छ कि छैन आउनु होला रमाइलो गर्नु होला यहाँ जुका टासेर फेरि हाम्रो एकजना टोलीलाई ला जुका रहेछ त अनि जुका अहिले जुका हुन्छ नि जुका चाहिँ रहेछ है तपाईहरु आउँदाखेरि अलिक सावधानी पूर्वक आउन पर्यो यतिखेर आउँदा चाहिँ झन्डै लडे रमाइलो छ आनन्द नेचुरल ठाउँमा यस्तो राम्रो छ साथीहरु रमाइलो यहाँ पक्का झर्छ यसरी टिपेर फाल्यो है पानी जुका चाहिँ रहेछ है यहाँ
जुका त भयो त्यो अस्ति उ त्यो माथि थियो यस्तो त माथि हेर्छु न अहिले पानी पर्यो भने खरी जुका पनि झर्नु बेर्सेन माथि खरी जुका भन्ने कस्तो हो त्यो चाहिँ रुखमा हुन्छ कि यत्रो यस्तो लाब्रेकेर जस्तै हो र यत्रो लामो हुन्छ यति लामो ए यत्रो कलर पनि त्यसको चाहिँ त्यो अरेन्ज कलरको हुन्छ है रातो रातो यहाँनिर त बाघ पनि होला नि छ होला कस्तो भयो थाक्यो है उकालो मात्रै रहेछ है हिँड्ने ठाउँ चाहिँ भिडियो बनाइदिनु ओके रमाइलो के बनाइदिनु अरे भिडियो ओके तिर्खा लाग्यो टोक्यो कति टोक्यो जुकाले कतिवटा ल्याटक गरे दिदी 3टा हो 3वटा थियो ल बल्ल पार हाम्रो लाइनमा आउनु भएछ हाम्रो लाइनमा आउनु भएछ हेर्नु भएको होइन लामो सक्लो भनेर थाहा थिएन मसँग हुनु पर्यो नि घरमा नभए मलाई भन्नुभएको दिन्थ्यो त नि तारा दिल्ला भन्दा छ उहाँको धेरै हुन्छ जिम जानेको भन्नुभयो नि त सर्टहरू त छ नि थुप्रै भिडियो बनाइदिनु भिडियो बनाइदिनु अरे कान्छी मुइयाले हाम्रो कान्छी मुइयाले हजुर रनिङ गर्न सक्नेले यहाँ ल्याउनु ल्याउ यहाँ ल्याउ हैरान भयो यहाँनिर उकालो उकालो टोलीहरू गर्मी भएछ टोलीहरूलाई यहाँ लाइन लागेको अवस्था टिसु यहाँ छ मसँग नसकेर हैरान चाहिँ लठीको सहारा लिँदैछिन् यिनी यस्तो हो यहाँको उकालो चाहिँ आमामा ठाडो हामी माथि गएको भन्दा पनि ठाडो है थकाइ लागेन कान्छी बहिनीलाई कडा हो कडा त्यहाँ पुग्नु पनि छ नहेर्नु न जिन्दगीमा यो पनि एक्सपिरियन्स गरियो भन्नु न लाइफको फर्स्ट टाइम मेरो त पनि 15 मिनेट भन्नेमा टिकट बनाइदियो त मेरो ल ए हाम्रै टोलीहरू हो जाम भन्नुहोस् जाम न जाम हजुर 15 मिनेट छ भन्नु बाघ आयो भने नाचिदिन्छु नाचिदिन्छु डान्स देखाइदिन्छु यस्तो खाले बर्दियाको बाघ आयो बर्दिया भन्दै के फेरि 15 मिनट अघि पनि 15 मिनेट जाँदा पनि 15 मिनट 15 मिनेट आउँदा पनि 15 मिनट सबाट मम्मी आउँदै गर्नु ल हाम्रो अर्को टोलीहरू यता चाहिँ माथि पुगेर सबभन्दा हामी नसक्ने 3 जना यता म हो सबभन्दा नसक्दा म रेस्ट गरौँ न एकछिन हजुर आउनु ल सवाटको मम्मीलाई के भयो यता त टाढो छ बरु यता विष्णुदाल यता पनि उयो हो हाइकिङ गर्नेहरू हाइकिङ सिधै सिधै डाँडामा निक्लिन्छ आमामा फेरि फर्किन पऱ्यो स्कुटरको लागि होइन भयो यताबाट फर्केर जाउँ साह्रै थाके त आज साथीहरू खाना खाएर आएर होला हौ आज पसिना हेर्नु न हो म सक्दिनँ नै के उकालोमा भन्नै पर्दा यतै जाऊँ न यता गयो भने त फेरि हामी फर्किनुपर्छ नि स्कुटर लिन यतै आउनुपर्छ क्या फर्किने नि त्यहाँ पुग्ने अनि विष्णुदाल
जाऊँ न त जाने भयो यहाँ आधी घन्टा ए तपाईँहरूको नानीहरू कक्कले ल्याउनु लाउनु क्या हिँड्नु छिटो छिटो गरौँ फटाफट ल सबटको मम्मी हिँड्नु चलो अब त्यसै त्यसो गरी अब त यसमा चाहिँ फटाफट हिँड्नु त्यसमा त म कुद्छु हामी कुदेको हिँड्नु टार्गेट पुरा गर्यो भने हुन्छ कि त्यो लुचो भएर त्यस्तै हिँड्नु चाहिँ तपाईँ अब त्यसो त हिँडिन्छ आउनु लेट्स गो हिँड्नु सक्नुहुन्छ अब यस यस माई बस भोलि रेस्टुरेन्ट डह्रो हिँड्ने भयो है सबटको मम्मी कस्तो भएको छ रमाइलो भएको छ लास्टै रमाइलो भएको छ फर्स्ट टाइम अब चाहिँ बल्ल हाम्रो दिन आइसम्मको बाटो है सम्मको बाटो हाम्रो दिन हो यो यस्तामा त अब हामी हिँडिहाल्छौँ यस्तामा त हामी कति हिँड्छौँ नि होइन त्यहाँ पो हो त नसकेको है उकालो टेक्नु मात्रै गाह्रो भएको गाइस ओइ जुकाल टोकी के चिचिर गर्छ त अन्त पसेन होला आज कस्तो राम्रो क्या मौसम पनि ट्याक्क हजुर भने जस्तो भयो कि है त्यही त हामीलाई कतिचोटि मौसमले साथ चाहिँ दिन्छ है दिन्छ हामी धर्मात्मी छौँ क्या हो नि हामी पापी छैनौँ सही हो हामी सबै सही हो सही हो भन्नु न गीत बजाउँछ नि त नाच्नु नाच्नु त यता सुन्नु न हामी यस्तो बाटोमा चाहिँ यस्तो गरिहाल्छौँ नि लिडरहरू एक्सर्साइज म्याडमहरूको पट्टै फर्केर हेर्दैन त हेर्दैन नि दुईजना खतरा खतरा कडा कडा छ नि दुईजना जेठी र साइली कडा छन् यहाँ माइली सबभन्दा लास्ट मैले पनि टिस्यु पेपर ल्याएको थिएँ भाइ मैले पनि ल्याएको छु मुनि छ मलाई दिनु ल दिइहाल्छु नि ब्याग तल छ क्या यहाँ थाम पानी छुन चाहिँ जाने तपाईँ अहिले पानी धुनु भने यही पाउनु हुन्छ कुद्नुपर्छ हामी भ्याउँदैन फेरि भेट्दै के हो तपाईँ चाहिँ केही हुँदैन केही हुँदैन यसमा मिनिरल हुन्छ त्यो त्यो जुन जमिनबाट आएको नि त्यो रुखको खेतबाट आएको मिनिरल हुन्छ कति दामी हेर्न माथिबाट पानी कस्तो दामी है कस्तो भइरहेछ I'm going under and I feel this time there's no one to save me. दुईजना बेबीहरूले के बनाउनु भयो ओ बेबीहरू बेबीहरूले घर बनाउनु भएको